हेलो एन्ड गुड इभिनिङ साथीहरु र आज चाहिँ म तपाईहरुको लागि WBPSI को लागि जनरल स्टडीज को पार्ट 3 प्र्याक्टिस सेट लिएर आएको छु है र यो क्वेशन्सहरु चाहिँ इक्वली इम्पोर्टेन्ट छ अपकमिङ तपाईको WBCS को एक्जामिनेसन है वेस्ट बंगाल पुलिस कोलकाता पुलिस कन्स्टेबल को जुन एक्जामिनेसन अब हुन गइरहेको छ हैन एसएससी अनि रेलवेज को एनटीपीसी को जुन एक्जामिनेसन आउँदैछ ग्रुप डी को है र वेस्ट बंगाल सर्भिसेस को धेरैवटा एक्जामिनेसनहरु पेन्डिङ छ है अब जुन चाहिँ अब आउने दिनहरुमा अब चाँडै नै त्यसको एक्जामिनेसन्स हुने कुराहरु छ ठीक छ सो विदाउट वेस्टिङ एनी टाइम लेट्स बिगिन टुडेज क्लास हेर्नुस् पहिलो क्वेशन के छ भन्दाखेरि चाहिँ what is the name of the lake between Godavari and Krishna deltaic region हेर्नुस् है गोदावरी र कृष्ण नदीको जुन डेल्टा बनाएको छ है त्यसको बीचमा एउटा लेक पर्छ ठीक छ त्यो लेकको नाम चाहिँ के हो भनेर क्वेशन छ ठीक छ र चारवटा अप्सन छ कोल्लेरु लेक पुलिकाट लेक चिलिका लेक र लोकताक लेक हेर्नुस् लोकताक लेक त तपाईको मणिपुरमा भइहाल्यो हैन यसरी एलिमिनेट गर्दा भइहाल्छ सो लोकताक लेक भएन चिलिका लेक तपाईको ओडिसामा भयो है अब गोदावरी र कृष्ण भनेको त तपाईको अलिकति मुनि भयो नि त है सो कोल्लेरु र पुलिकाट लेकमा अलि कन्फ्युज हुन्छ यसको करेक्ट आन्सर चाहिँ हुन्छ तपाईको कोल्लेरु लेक हो कोल्लेरु लेक चाहिँ तपाईको के रे गोदावरी र कृष्ण डेल्टाइक रिजनको बीचमा पर्छ एकदमै इम्पोर्टेन्ट क्वेशन हो ल हेर्नुस् है यहाँ हेर्नुस् कोल्लेरु लेक यहाँ छ तपाईको चिलिका लेक चाहिँ यो भयो है यो चिलिका लेक भयो ओडिसामा छ हैन अनि तपाईको पुलिकाट लेक यहाँ भयो हैन अनि यो चाहिँ हो कोल्लेरु लेक यो कोल्लेरु लेक चाहिँ यहाँ तपाईको गोदावरी डेल्टाइक रिजन हो भने यहाँ चाहिँ तपाईको कृष्ण डेल्टाइक रिजन यो गोदावरी र कृष्ण नदीको बीचमा चाहिँ यो तपाईको कोल्लेरु लेक पर्छ ठीक छ सो कोल्लेरु लेक इज अ लार्ज नेचुरल शैलो फ्रेश वाटर लेक इन आन्ध्र प्रदेश कोल्लेरु लेक चाहिँ कस्तो रहेछ भन्दाखेरि फ्रेश वाटर लेक रहेछ ठीक छ फ्रेश वाटर लेक कुन चाहिँ स्टेटमा छ आन्ध्र प्रदेशमा छ लोकेटेड बिट्विन द कृष्ण एन्ड द गोदावरी डेल्टाइक रिजन अथवा रिभर डेल्टा एकदमै इम्पोर्टेन्ट हो ल यो किन भन्दाखेरि चाहिँ चिलिका लेक तपाईको यो फ्रेश वाटर लेक हैन हैन यो ब्राकिस वाटर लेक हो त्यसरी पुलिकट लेक पनि तपाईको ब्राकिस वाटर लेक हो हैन तर यो कोल्लेरु लेक चाहिँ के हो फ्रेश वाटर लेक हो र यो कृष्ण र गोदावरी र कृष्ण ठीक छ को बीचमा पर्छ इट सर्व्स एज अ भाइटल इकोलोजिकल एन्ड इकोनोमिक रिसोर्स इन्क्लुडिङ ह्याबिटेट फर माइग्रेटरी बर्ड्स एन्ड रामसर साइट पनि हो ठीक छ वेटल्यान्ड्सहरुको लागि चाहिँ जुन रामसर भन्ने सिटीमा कन्भेन्सन भएको थियो है त्यसको आधारमा चाहिँ रामसर साइट पनि भनिन्छ सो कोल्लेरु लेक चाहिँ रामसर साइटमा पनि पर्छ ओके हेर्नुस् चिलिका लेकको बारेमा थोरै पढौं है चिलिका लेक इज अ ब्राकिस वाटर लेक ब्राकिस वाटर भनेको चाहिँ के हुन्छ भन्दा हेर्नुस् समुद्रको पानी कस्तो हुन्छ सल्ट वाटर हुन्छ हैन अन्त अरुको हाम्रो यताको के भयो फ्रेश वाटर हुन्छ अब यो बोर्डरमा चाहिँ जहाँ समुद्रको पानी र खोलाको नदीको पानी मिसिन्छ नि त्यो बीचको पानीलाई चाहिँ ठीक छ समुद्रको पानी सल्ट वाटर हुन्छ भने यता नदीहरुको के हुन्छ फ्रेश वाटर हुन्छ अब कोस्टल एरियाजमा चाहिँ यस्तो ठाउँमा जहाँ समुद्रको पानी र फ्रेश वाटर मिक्स हुन्छ त्यतिखेरको जुन उयो छ त्यो सिचुएसनलाई चाहिँ हामी के भन्छ रे ब्राकिस वाटर सो चिलिका लेक चाहिँ कस्तो हो भन्दा ब्राकिस वाटर लेक हो एन्ड स्यालो लगुन विथ द स्टुडेन्ट क्यारेक्टर है ओडिसाको कहाँ अरे पुरी खुर्दा र गञ्जाम डिस्ट्रिक्टमा छ यो चाहिँ एसियाकै सबैभन्दा ठुलो एसियाको सबैभन्दा ठुलो एन्ड वर्ल्डकै सबैभन्दा सेकेन्ड लार्जेस्ट कोस्टल लगुन इन द वर्ल्ड ठीक छ त्यसरी यो पुलिकट लेक पनि के हो भन्दाखेरि इन्डियाको सबैभन्दा सेकेन्ड लार्जेस्ट फर्स्ट त तपाईको चिलिका भइहाल्यो हैन चिलिका लेक पछाडी चाहिँ सेकेन्ड लार्जेस्ट ब्राकिस वाटर लेक चाहिँ के रहेछ तपाईको पुलिकट लेक रहेछ ठीक छ कोरोमण्डल कोस्टमा छ है कोरोमण्डल कोस्ट इन द स्टेट अफ आन्ध्र प्रदेश ओके अन्त ब्राकिस वाटर लेक भनेर अघि यहाँ हामीले धेरै खेप पढ्दै छौं है ब्राकिस वाटर भनेको चाहिँ के भन्दा इज अ बडी अफ वाटर दैट हैज अ हायर सल्ट कन्टेन्ट देन फ्रेश वाटर हेर्नुस् फ्रेश वाटर भन्दा सल्ट कन्टेन्ट धेर छ तर जुन सल्ट वाटर भन्दा चाहिँ सी वाटर भन्दा चाहिँ सल्ट कन्टेन्ट के छ कम छ ठीक छ टिपिकली फाउन्ड इन एरियाज वेयर फ्रेश वाटर एन्ड सल्ट वाटर मिक्स भन्दैछ भनेको जहाँ समुद्र र फ्रेश वाटर मिक्स हुन्छ स्पेशली कोस्टल रिजनमा जुन लेकहरु पाइन्छ त्यो चाहिँ के हुन्छ ब्राकिस वाटर लेक हुन्छ ठीक छ ओके नेक्स्ट क्वेशन अच्छा अलिकति लेक्सकै बारेमा पढौं हैन हुलर लेक चाहिँ कहाँ छ भन्दाखेरि इन द बन्दुपुरा डिस्ट्रिक्ट अफ जम्मू एन्ड कश्मीर इट इज द लार्जेस्ट फ्रेश वाटर लेक अफ इन्डिया इन्डियाको सबैभन्दा ठुलो फ्रेश वाटर लेक चाहिँ कुन चाहिँ हो भन्यो भने चाहिँ तपाईको हुलर लेक हो ठीक छ जम्मू एन्ड कश्मीरमा छ ओके लोकताक लेक कहाँ छ मणिपुरमा छ अघि मैले भने यो किन इम्पोर्टेन्ट छ भन्दा दिस इज द लार्जेस्ट फ्रेश वाटर लेक इन नर्थ इस्ट इन्डिया इन्डियाको चाहिँ हुलर लेक हो भने नर्थ इस्टमा चाहिँ कुन चाहिँ रहेछ
फ्रेश वाटर लेकमा लोकतक लेक रहेछ। अनि के को लागि फेमस छ भन्दा चाहिँ इट्स अ युनिक फ्लोटिङ आइल्यान्ड छ, जसलाई हामी ट्रेडिसनल त्यहाँ के भन्छ फुमदिज भन्छ, ठिक छ। एन्ड इट इज अल्सो द होम टु वर्ल्ड्स के अरे फ्लोटिङ नेसनल पार्क है, सरी वर्ल्डकै एकमात्र फ्लोटिङ नेसनल पार्क छ जसलाई चाहिँ केबुल लाम्जाऊ नेसनल पार्क भन्छ। यो चाहिँ कहाँ छ अरे मणिपुरको लोकताक लेकमा, ठिक छ। त्यसरी नै राजस्थानमा भएको जुन साम्बार लेक छ यो चाहिँ के अरे इट इज द लार्जेस्ट इनल्यान्ड, ल्यान्डभित्र, राजस्थानमा त कुनै समुद्र छैन होइन, तर लार्जेस्ट इनल्यान्ड सल्ट वाटर लेक हो है साम्बार लेक चाहिँ राजस्थानको के अरे लार्जेस्ट इनल्यान्ड सल्ट वाटर लेक हो। इट इज लोकेटेड इन द डिस्ट्रिक्ट जयपुर र नगर डिस्ट्रिक्टमा छ है। साम्बार लेकले चाहिँ वर्षमा कति अरे 210,000 tons of salt each year, placing Rajasthan among the top 3 salt producing states in India. इन्डियाको टप 3 सल्ट प्रोड्युसिङ स्टेटमा पनि राजस्थान पर्छ। किन भन्दाखेरि चाहिँ साम्बार लेकले गर्दा। साम्बार लेक चाहिँ के रहेछ लार्जेस्ट इनल्यान्ड सल्ट वाटर लेक इन इन्डिया। सो हामीले यहाँ धेरैवटा लेकहरूको बारेमा जान्यौँ, ठिक छ। ओके, नेक्स्ट क्वेसन। पोर्ट ब्लेयर द क्यापिटल सिटी अफ अन्डमान एन्ड निकोबार आइल्यान्ड्स इज लोकेटेड ओन भन्दैछ। पोर्ट ब्लेयर जुन अन्डमान एन्ड निकोबारको चाहिँ क्यापिटल सिटी चाहिँ कहाँ छ, लिटल अन्डमानमा छ कि ग्रेट निकोबारमा छ कि साउथ अन्डमानमा छ कि नर्थ अन्डमानमा छ। हेर्नुहोस् अन्डमानको धेरैवटा भाग छ होइन, नर्थ अन्डमान छ, मिडल अन्डमान छ, साउथ अन्डमान छ, लिटल अन्डमान छ है। सो यसको करेक्ट आन्सर चाहिँ हुन्छ तपाईँको अप्सन सी साउथ अन्डमानमा। पोर्ट ब्लेयर चाहिँ कहाँ छ अरे तपाईँको साउथ अन्डमानमा छ। यहाँ हेर्नुहोस् ल म्यापबाट बुझिन्छ। यो पोर्ट ब्लेयर भयो नि, यो पोर्ट ब्लेयर चाहिँ कहाँ छ अरे लोवर अन्डमान अथवा यसलाई नै हामी के पनि भन्छौँ साउथ अन्डमान पनि भन्छौँ, ठिक छ। हेर्नुहोस् यो माथिको भयो नर्थ अन्डमान है, जहाँ चाहिँ अन्डमान एन्ड निकोबार आइल्यान्डको हाइएस्ट पिक स्याडल पिक छ। स्याडल पिक कहाँ छ भने चाहिँ नर्थ अन्डमानमा छ। यो बिचको रिजन भयो मिडल अन्डमान, अन्त यो तल्लो रिजनलाई चाहिँ हामी के भन्छ अरे लोवर अन्डमान अथवा साउथ अन्डमान, ठिक छ। अनि यो साउथ अन्डमान र लिटल अन्डमान चाहिँ यो हो, यो दुईटालाई जुन छुट्याउने यो प्यासेज छ यसलाई चाहिँ भन्छौँ हामी डन्कन प्यासेज। यो पनि धेरै खेप सोधेको छ है, डन्कन प्यासेज ले केलाई छुट्याउँछ अथवा साउथ अन्डमान र लिटल अन्डमानलाई केले छुट्याउँछ भने डन्कन प्यासेजले, ठिक छ। अनि त्यसको बादमा अर्को एउटा इम्पोर्टेन्ट छ, यो अन्डमान भयो भने यता के भयो निकोबार भयो। अन्डमान र निकोबारलाई छुट्याउने चाहिँ के हो भने चाहिँ यो चाहिँ हो 10 डिग्री च्यानल। अन्डमान र निकोबार आइल्यान्डलाई केले छुट्याउँछ भने चाहिँ केले छुट्याउँछ 10 डिग्री च्यानलले छुट्याउँछ, ठिक छ। यो सबै इम्पोर्टेन्ट क्वेसन हो। फेरि एकपल्ट भन्दैछु, नर्थ अन्डमानमा छ स्याडल पिक है, मिडल अन्डमान भयो। पोर्ट ब्लेयर जुन क्यापिटल सिटी छ अन्डमान एन्ड निकोबारको यो चाहिँ कहाँ छ अरे साउथ अन्डमान अथवा लोवर अन्डमानमा छ। अन्त साउथ अन्डमान र लिटल अन्डमानलाई छुट्याउने जुन प्यासेज छ है, यो पानीको उयो छ, यसलाई चाहिँ हामी के भन्छ अरे डन्कन प्यासेज। र यो टोटल अन्डमान भयो भने यता के भयो निकोबार भयो। अन्डमान र निकोबारलाई छुट्याउने यो जुन च्यानल छ है, यसलाई चाहिँ पानीको जुन च्यानल छ यसलाई भन्छ हामी 10 डिग्री च्यानल। अल दिज आर भेरी भेरी इम्पोर्टेन्ट क्वेसन, ठिक छ। नेक्स्ट हेर्नुहोस्, अन्डमान इन द नर्थ एन्ड निकोबार इन द साउथ आर सेपरेटेड बाई अ वाटर बडी कल्ड 10 डिग्री च्यानल। धेरै खेप सोधेको है। डन्कन प्यासेजले चाहिँ के अरे लिटल अन्डमान र साउथ अन्डमानलाई छुट्याउँछ। ब्यारन आइल्यान्ड्स कहाँ छ अन्डमान सीमा छ। ओन्ली एक्टिभ भोल्केनो इन द इन्डियामा चाहिँ के अरे ब्यारन आइल्यान्ड जुन चाहिँ अन्डमान सीमा छ, ठिक छ। स्याडल पिक 732 मिटरको हाइटमा छ, यो चाहिँ नर्थ अन्डमानमा छ। हाइएस्ट पिक अफ नर्थ अन्डमान एन्ड निकोबार आइल्यान्ड के हो भने स्याडल पिक, हाइट कति अरे 732 मिटर। अन्त अन्डमान एन्ड निकोबार आइल्यान्ड्सको जुन जुरिस्डिक्सन छ त्यो चाहिँ केमा आउँछ अरे कलकत्ता हाइकोर्टको अन्डरमा आउँछ। यो पनि एकदमै इम्पोर्टेन्ट क्वेसन हो है। ओके, नेक्स्ट। Which of the following channels separates the islands of Minicoy from the main Lakshadweep archipelago भन्दैछ। मिनिकोय र लक्षद्वीपलाई चाहिँ कुन चाहिँ च्यानलले छुट्याउँछ? यो क्वेसन पनि धेरैपल्ट सोधेको छ। हेर्नुहोस् ल, 8 डिग्री च्यानलले हो कि 9 डिग्रीले हो कि 10 डिग्रीले हो कि डन्कनले हो। 10 डिग्री च्यानलले त अन्डमान र निकोबारलाई छुट्याउँछ, यो भर्खर हामीले हेऱ्यौँ है। डन्कन प्यासेजले केलाई छुट्याउँछ साउथ अन्डमान र लिटल अन्डमानलाई। सो यो पनि भएन, यो पनि भएन। अब यो दुईटामा 8 डिग्री च्यानल हो कि 9 डिग्री च्यानल हो है, कन्फ्युज हुन्छ है। सो करेक्ट आन्सर चाहिँ हुन्छ तपाईँको 8 डिग्री च्यानल, सरी 8 डिग्री च्यानल होइन, तपाईँको करेक्ट आन्सर चाहिँ हुन्छ 9 डिग्री च्यानल, ठिक छ। 9 डिग्री च्यानलले चाहिँ तपाईँको केलाई छुट्याउँछ अरे 9 डिग्री च्यानलले चाहिँ तपाईँको मिनिकोय र लक्षद्वीप, मिनिकोय र लक्षद्वीपलाई चाहिँ म अलिकति कन्फ्युज भएछु है। मिनिकोय र लक्षद्वीपलाई चाहिँ केले छुट्याउँछ 9 डिग्री च्यानलले, ठिक छ। अनि तपाईँको 8 डिग्री, जस्ट अ मिनट है, यो म
यहाँ उयो भयो है 8 डिग्री जुन च्यानल छ है तपाईको 8 डिग्री च्यानलले चाहिँ 8 डिग्री च्यानलले चाहिँ तपाईको मिनिकोय र मालदिभ्सलाई छुटाउँछ 8 डिग्री च्यानलले चाहिँ मिनिकोय र मालदिभ्सलाई छुटाउँछ है ठीक छ 8 डिग्री च्यानलले चाहिँ मिनिकोय र मालदिभ्सलाई छुटाउँछ 9 डिग्री च्यानलले चाहिँ मिनिकोय र तपाईको लक्षद्वीपलाई छुटाउँछ 10 डिग्रीले चाहिँ हाम्रो केलाई छुटाउँछ रे अन्डमान एन्ड निकोबार अन्डमानलाई निकोबार छुटाउँछ अनि डङ्कन प्यासेजले चाहिँ तपाईको साउथ अन्डमान डङ्कन प्यासेजले के अरे साउथ अन्डमान र केलाई तपाईको लिटल अन्डमान साउथ अन्डमान र लिटल अन्डमानलाई चाहिँ केले छुटाउँछ रे डङ्कन प्यासेजले ठीक छ यो सबै याद गर्नुपर्छ सो यसको करेक्ट आन्सर फेरि एकपल्ट भन्दैछु म इट विल बी 9 डिग्री च्यानल ठीक छ सो 9 डिग्री च्यानलले चाहिँ तपाईको मिनिकोय र लक्षद्वीपलाई छुटाउँछ ठीक छ 8 डिग्रीले चाहिँ मिनिकोय र मालदिभ्सलाई 10 डिग्रीले अन्डमान र निकोबारलाई डङ्कन प्यासेजले साउथ अन्डमान र लिटल अन्डमानलाई ठीक छ ओके हेर्नुहोस् है यहाँ देखाएको छु मैले मजाले यो मिनिकोय भयो है यो मिनिकोय है रेडले गर्दा अलिक राम्रो देखिन्छ यो लक्षद्वीप मिनिकोय र लक्षद्वीपलाई छुटाउने चाहिँ कुन चाहिँ च्यानल अरे यो 9 डिग्री च्यानल ठीक छ त्यसरी नै यो मिनिकोय भयो यो मालदिभ्स भयो हैन यो मिनिकोय र मालदिभ्सलाई छुटाउने यो जुन च्यानल छ यो चाहिँ के अरे तपाईको यो चाहिँ हो 8 डिग्री च्यानल ठीक छ सो 8 डिग्री च्यानलले चाहिँ मिनिकोय र मालदिभ्सलाई छुटायो भने 9 डिग्री च्यानलले चाहिँ मिनिकोय र लक्षद्वीपलाई छुटाउँछ ठीक छ ओके नेक्स्ट क्वेशन हेर्नुहोस् फेरि एकपल्ट 8 डिग्री च्यानल सेपरेट्स द आइल्यान्ड्स अफ मिनिकोय एन्ड मालदिभ्स अनि 9 डिग्री च्यानलले चाहिँ सेपरेट्स द आइल्यान्ड अफ मिनिकोय फ्रम लक्षद्वीप ठीक छ 8 डिग्रीले चाहिँ मिनिकोय र मालदिभ्सलाई छुटाउँछ भने 9 डिग्रीले चाहिँ मिनिकोय र लक्षद्वीपलाई छुटाउँछ 10 डिग्रीले चाहिँ अन्डमान इन द नर्थ एन्ड निकोबार इन द साउथ डङ्कन प्यासेजले चाहिँ लिटल अन्डमान फ्रम द साउथ अन्डमान ठीक छ यो सबै तपाईले याद गर्नुपर्छ धेरैपल्ट सोधेको क्वेशन हो ओके नेक्स्ट क्वेशन कुरनकुलम न्युक्लियर पावर प्लान्ट इज लोकेटेड इन विच स्टेट अफ इन्डिया भन्दैछ कुरनकुलम न्युक्लियर पावर प्लान्ट चाहिँ कुन चाहिँ स्टेटमा छ महाराष्ट्र गुजरात कर्नाटक तमिलनाडु धेरै न्युजमा पनि आएको थियो पहिला है यसको करेक्ट आन्सर चाहिँ हुन्छ तमिलनाडु तमिलनाडुमा चाहिँ लोकेटेड छ कुरनकुलम न्युक्लियर पावर प्लान्ट हेर्नुहोस् ल अरु पनि धेरै पावर प्लान्टहरु छ है 22 न्युक्लियर रिएक्टर्स अफ इन्डिया यहाँ चाहिँ छ तपाईको कुरनकुलम न्युक्लियर पावर प्लान्ट देख्नुभयो त यहाँ चाहिँ छ कुरनकुलम न्युक्लियर पावर प्लान्ट यहाँ भयो हैन अनि अर्को तमिलनाडुमा भएको के हो कल्पकम पनि तमिलनाडुमा छ है अनि कर्नाटकमा भएको चाहिँ कर्नाटकमा भएको काइगा हो है तारापुर चाहिँ कहाँ छ रे महाराष्ट्रमा छ यो काक्रापार कहाँ छ गुजरातमा छ है रावतभाटा कहाँ छ राजस्थानमा छ नरोरा चाहिँ कहाँ छ उत्तर प्रदेशमा छ यो तपाईले न्युक्लियर पावर प्लान्टहरु कुन स्टेटमा छ त्यो पनि याद गरी राख्नुपर्छ ठीक छ ओके नेक्स्ट क्वेशन Who among the following persons अथवा organization was awarded the Nobel Peace Prize for the year 2024 2024 को लागि चाहिँ नोबेल पीस प्राइज चाहिँ कुन चाहिँ व्यक्ति अथवा संस्थालाई चाहिँ दिएको थियो भन्ने क्वेशन छ ठीक छ सो चारवटा अप्सन इन्टरनेशनल कमिटी अफ रेड क्रस नर्गेस मोहम्मदी नियोन हिन्दान्क्यो र ह्याङ क्याङ सो यसको करेक्ट आन्सर चाहिँ हुन्छ तपाईको अप्सन सी है नियोन हिन्दान्क्योलाई चाहिँ 2024 को नोबेल पीस प्राइज दिएको थियो यो चाहिँ एउटा जापानको न्युक्लियर वेपनहरु युज गर्नु हुँदैन भन्ने संस्था हो ठीक छ हिरोशिमा र नागासाकीको जुन न्युक्लियर सर्भाइभर्सहरु छ है उनीहरुले बनाएको एउटा संस्था हो नियोन हिन्दान्क्यो है यो संस्थालाई चाहिँ 2024 को नोबेल पीस प्राइज दिएको छ ठीक छ नर्गेस मोहम्मदीले त 2023 मा पाएको थियो नोबेल पीस प्राइज है इरानको हुनुहुन्थे अनि इन्टरनेशनल कमिटी फर रेड क्रसले धेरैपल्ट पाएको छ है सबैभन्दा हाईएस्ट नोबेल पीस प्राइज पाउने चाहिँ रेड क्रस हो हैन ओके हेर्नुस् ल हेर्नुस् नियोन हिन्दान्क्योको बारेमा द जापानिज कन्फेडरेसन अफ एटोमिक एन्ड हाइड्रोजन बम सफरर्स अर्गनाइजेसन ठीक छ निहोन यो जापानिजमा छ है जेन्सुक्याबी हिगैसी यो जापानिजमा नाम छ अफन सर्टन टु नियोन हिन्दान्क्यो ठीक छ नियोन हिन्दान्क्यो इज अ ग्रुप दैट रिप्रेजेन्ट सर्भाइभर्स ठीक छ जुन एटम बमको सर्भाइभर्सहरु छ है तिनीहरुलाई उयसमा लोकलमा के भन्छ हिबाकुशा भन्छ है एटोमिक बम्बिङ्स अफ हिरोशिमा र नागासाकीमा जुन एटोमिक बम्बिङ भएको थियो है
त्यसको सर्भाइभरहरूले फर्म गरेको संस्था हो, ठिक छ। 1956 मा यिनीहरूको एक्टिभिटी चाहिँ के हुन्छ भन्दा रिकर्डिङ थाउजन्ड्स अफ विटनेस अकाउन्ट्स, इस्युइङ रिजोल्युसन्स एन्ड पब्लिक अपिल्स, सेन्डिङ एनुअल डेलिगेसन टु भेरियस इन्टरनेसनल अर्गनाइजेसन्स इन्क्लुडिङ द युनाइटेड नेसन्स टु एडभोकेट फर ग्लोबल न्युक्लियर डिसआर्मामेन्ट। भनेको चाहिँ परमाणु हतियारहरू चाहिँ कुनै पनि देशले युज गर्नु हुँदैन, यसको नतिजा एकदम राम्रो हुँदैन भनेर उनीहरूले चाहिँ धेरैवटा इन्टरनेसनल डेलिगेसनमा युनाइटेड नेसन्समा चाहिँ आफ्नो उयोहरूलाई पठाउँछ। यिनीहरूको एक्टिभिटीहरू चाहिँ त्यो जति पनि सर्भाइभरहरू छ है तिनीहरूको अकाउन्ट्सहरू विटनेस गरेको उनीहरूले के झेल्नु पर्यो होइन, त्यो सबको अकाउन्टहरू दिएर इन्टरनेसनल प्लेटफर्ममा उनीहरूले यो न्युक्लियर वेपनहरू चाहिँ युज नहोस् भनेर उनीहरूले एडभोकेट गर्छ, ठिक छ। त्यसकै लागि चाहिँ यिनीहरूलाई जापानको यो संस्था छ नियोन हिन्डेन्क्यो, यसलाई चाहिँ नोबेल पिस प्राइज 2024 ले सम्मानित गरिएको छ, ठिक छ। ओके हेर्नुहोस् है, सो नोबेल पिस प्राइज 2024 गोज टु नियोन हिन्डेन्क्यो इट फर इट्स एफर्ट्स टु अचिभ अ वर्ल्ड फ्री अफ न्युक्लियर वेपन्स फर डेमोन्स्ट्रेटिङ थ्रु विटनेस टेस्टिमोनी दैट न्युक्लियर वेपन्स मस्ट नेभर बी युज अगेन, ठिक छ। सो नोबेल पिस प्राइज चाहिँ तपाईँको नर्वेयन नोबेल कमिटीले दिन्छ र अरू चाहिँ स्विडिस एकाडेमीले दिन्छ भने अरू यो पिस प्राइज चाहिँ नर्वेले दिन्छ, ठिक छ। सो इन्टरनेसनल कमिटी अफ द रेड क्रस इज द मोस्ट अनर्ड अर्गनाइजेसन फर द प्राइज एन्ड वान अफ द मोस्ट वाइडली रेकग्नाइज अर्गनाइजेसन। यसले चाहिँ 3 पल्ट नोबेल पिस प्राइज जितेको छ, ठिक छ। 1917, 44 र 1963 मा 3 पल्ट नोबेल प्राइज सबैभन्दा धेरै पाउने संस्था कुन हो भने चाहिँ यो हो इन्टरनेसनल कमिटी फर रेड क्रस, ठिक छ। ओके अन्त नोबेल प्राइज कतिवटा क्षेत्रमा दिइन्छ भनेर सोध्यो भने चाहिँ तपाईको 6 वटा फिल्डमा, फिजिकल साइन्सेस अथवा फिजिक्स है, केमिस्ट्रीमा दिन्छ, फिजियोलोजी और मेडिसिनमा, लिटरेचरमा, पीसमा। पीसको नोबेल प्राइज चाहिँ कहाँ दिन्छ अरे नर्वेमा, स्विडेनमा हैन, नर्वेमा दिन्छ। अन्त इकोनोमिक्सको चाहिँ यो अलिक पछि कन्स्टिट्युट भएको 1968 मा, ठीक छ। अन्त 1969 मा पहिलो पल्ट दिएको थियो। पहिला चाहिँ 1969 भन्दा अगाडि चाहिँ 5 वटा फिल्डमा मात्रै नोबेल प्राइज दिन्थ्यो, ठीक छ। ओके हेर्नुस् है, कसले प्रेजेन्ट गर्छ भन्दा चाहिँ रोयल स्विडिश एकाडेमी अफ साइन्सेस फर फिजिक्स, केमिस्ट्री एन्ड इकोनोमिक्सको लागि रोयल स्विडिश एकाडेमीले दिन्छ हैन। नोबेल एसेम्बली एट द क्यारोलिन्स्का इन्स्टिट्युट फर फिजियोलोजी एन्ड मेडिसिनको लागि यसले दिन्छ। स्विडिश एकाडेमी फर लिटरेचर, तर पीसको लागि चाहिँ केले दिन्छ भन्दाखेरि चाहिँ बाँकी सबै तपाईको स्विडेनबाट दिन्छ भने पीसको लागि चाहिँ नर्वेयन नोबेल कमिटी फर पीस। ओके हेर्नुस् है, अर्को क्वेशन, अन द बर्थ एनिभर्सरी अफ which former prime minister of India is the national farmers day celebrated? Very important question, ठीक छ। कुन चाहिँ फर्मर प्राइम मिनिस्टर को बर्थ एनिभर्सरी लाई चाहिँ हामी नेशनल फार्मर्स डे भनेर सेलिब्रेट गर्छौं? लाल बहादुर शास्त्री, चौधरी चरण सिंह, इन्दिरा गान्धी, डाक्टर मनमोहन सिंह। धेरै जना कन्फ्युज भएर लाल बहादुर शास्त्रीलाई दिन्छ है, किनभने जय जवान जय किसान को नारा उहाँले दिएको थिए। तर यसको करेक्ट आन्सर चाहिँ हुन्छ तपाईको अप्सन बी, चौधरी चरण सिंह, ठीक छ। चौधरी चरण सिंह चाहिँ किसानको नेता भनेर जानिन्छ, ठीक छ। ही वाज द फर्मर प्राइम मिनिस्टर अफ इन्डिया र उनको जन्मतिथिलाई चाहिँ हामी नेशनल फार्मर्स डे भनेर सेलिब्रेट गर्छौं। हेर्नुस् है, लखनऊमा उहाँको जुन लखनऊको एयरपोर्ट छ उहाँको नाममा छ चौधरी चरण सिंह इन्टरनेशनल एयरपोर्ट। ओके हेर्नुस्, नेशनल फार्मर्स डे अथवा किसान दिवस भनेर चाहिँ सेलिब्रेटेड अन 23 डिसेम्बर एभ्री इयर टु हनर फार्मर्स and commemorate the birth anniversary of Sri Chaudhary Charan Singh. 1902 मा उहाँ मेरुट उत्तर प्रदेशमा जन्मिनु भएको इन्डियन पोलिटिशियन एन्ड अ फ्रिडम फाइटर हु सर्भड एज द 5th प्राइम मिनिस्टर अफ इन्डिया 1979 देखि 1980 सम्म, ठीक छ। रिसेन्टली 2024 मा चाहिँ इन्डियन गभर्नमेन्ट हैज अनर्ड हिम विथ अ प्रेस्टिजियस भारत रत्न। 2024 मा चाहिँ उहाँलाई भारत रत्नले सम्मानित गरिएको थियो। करेन्ट अफेयर्ससँग रिलेटेड क्वेशन हो, त्यही भएर मैले यहाँ ल्याएको छु, ठीक छ। अलङ विथ 4 अदर अवार्डिज। अरु को थिए भन्दाखेरि कर्पूरी ठाकुर बिहारबाटै हुनुहुन्छ है, मनकोम्बे, सम्बाशिवम स्वामीनाथन, एमएस स्वामीनाथन जसलाई फादर अफ इन्डियन ग्रीन रिभोल्युसन भनेर पनि चिनिन्छ है, अनि पीवी नरसिंह राव अनि लाल कृष्ण आडवाणी। सो उहाँहरूलाई चाहिँ भारत रत्नले सम्मानित गरिएको थियो, ठीक छ। ओके आउनुहोस् फार्मर्स लिडर अथवा चौधरी चरण सिंहको बारेमा अझै केही जानौँ, ठीक छ। 23 डिसेम्बर जसलाई हामी के अरे फार्मर्स डे भनेर पनि उयो गर्छौं है। 5th प्राइम मिनिस्टर अफ इन्डिया, किसान दिवस भनेर उहाँको जन्मतिथिलाई उयो गरिन्छ है। उहाँले एग्रिकल्चरल प्रोड्युस मार्केट बिल उहाँले नै उयो गर्नुभएको थियो है। जमिनदारी सिस्टम हो यूपीमा जुन जमिनदारी सिस्टमलाई अभिलेख गर्नुको लागि 1950 मा एक्ट ल्याउनु भएको थियो है। ल्यान्ड होल्डिङ एक्ट 1960 मा
ओके धेरैवटा बुक्सहरु लेख्नु भएको छ एभोल्युसन अफ जमानदारी कोअपरेटिभ फार्मिङ एक्स रेट एन्ड इन्डियाज पोभर्टी एन्ड इट्स सल्युसन ठीक छ चौधरी चरण सिंह इन्टरनेशनल एयरपोर्ट इन लखनऊ एन्ड चौधरी चरण सिंह यूनिभर्सिटी इन मेरठ हैव बीन नेम्ड आफ्टर हिम ठीक छ ओके नेक्स्ट क्वेशन Who among the following has been recently appointed as the 52nd Chief Justice of India? भर्खरकै appointment होला recently appoint भएको 52nd Chief Justice of India चाहिँ को हो भनेर सञ्जीव खन्ना जस्टिस सञ्जीव खन्ना चाहिँ 51st हुनुहुन्छ है उहाँ भर्खरै उहाँको टेन्युर सकेर फेरि नयाँ हुनुहुन्छ उहाँ चाहिँ हुनुहुन्छ बीआर अथवा भूषण रामकृष्ण गवाई सो करेन्टली 52nd Chief Justice of India चाहिँ हुनुहुन्छ बीआर गवाई ठीक छ भूषण रामकृष्ण गवाई So he is the incumbent अथवा current Chief Justice of India चाहिँ Justice B.R. गवाई ठीक छ उहाँ भन्दा अगाडि हुनुहुन्थ्यो जस्टिस सञ्जीव खन्ना र उहाँ भन्दा अगाडि चाहिँ हुनुहुन्थ्यो 50th मा चाहिँ डीवाई चन्द्रचूड ठीक छ ओके एन्ड सो के इम्पोर्टेन्ट पोस्टहरु हेरौं है र इन्कम्बेन्ट भनेको अहिलेको हुनुहुन्छ करेन्टली सो चीफ जस्टिस अफ इन्डिया करेन्टली 52nd चीफ जस्टिस बीआर गवाई अटर्नी जनरल अफ इन्डिया को हुनुहुन्छ आर वेंकटरमणी त्यसरी सोलिसिटर जनरल अफ इन्डिया तुषार मेहतर अटर्नी जनरल भनेको चाहिँ हाईएस्ट ल अफिसर हो है हाईएस्ट ल अफिसर टु रिप्रेजेन्ट गभर्नमेन्ट अफ इन्डिया चाहिँ को हो अटर्नी जनरल ठीक छ कन्ट्रोलर एन्ड अडिटर जनरल अफ इन्डिया के सञ्जय मूर्ति गभर्नर रिजर्भ ब्याङ्कको गभर्नर हुनुहुन्छ सञ्जय मल्होत्रा ओके त्यसरी चेयरम्यान यूपीएससी को प्रीति सुदन ओके चेयरम्यान लोकपाल को चाहिँ अजय मणिकराव खानविलकर ओके त्यसरी सीडीएस इन्डिया पाकिस्तान को भर्खर यो भएको थियो है त्यही भएर डिफेन्स पर्सनल को पनि हामीले याद गर्नुपर्छ है चीफ अफ डिफेन्स स्टाफ सीडीएस चाहिँ हुनुहुन्छ जनरल अनिल चौहान चीफ अफ आर्मी स्टाफ हुनुहुन्छ जनरल उपेन्द्र द्विवेदी चीफ अफ नेभल स्टाफ हुनुहुन्छ एडमाइरल दिनेश कुमार त्रिपाठी चीफ अफ एयर स्टाफ चाहिँ हुनुहुन्छ एयर चीफ मार्शल अमरप्रीत सिंह कैबिनेट सेक्रेटरी टीवी सोमनाथन है सीईओ नीति आयोग को बीवीआर सुब्रमण्यम चेयरमैन रेलवे बोर्ड को सतीश कुमार ठीक छ ओके वेयर इज द हेडक्वार्टर अफ सेंट्रल ड्रग रिसर्च इंस्टीट्यूट लोकेटेड सेंट्रल ड्रग रिसर्च इंस्टीट्यूट को हेडक्वार्टर कहाँ लोकेटेड छ भनेर क्वेशन छ र यसको करेक्ट आन्सर चाहिँ हो तपाईको अप्सन डी लखनऊ लखनऊमा छ सेंट्रल ड्रग रिसर्च इंस्टीट्यूट को हेडक्वार्टर ठीक छ सेंट्रल ड्रग रिसर्च इंस्टीट्यूट को हेडक्वार्टर कहाँ रे लखनऊमा लखनऊमा अरु के छ भन्दा सेंट्रल सुगरकेन रिसर्च इंस्टीट्यूट पनि लखनऊमा इंडस्ट्रियल टक्सिकोलोजी रिसर्च सेन्टर जुन पोइजनहरुको बारेमा स्टडी हुन्छ है टक्सिकोलोजीको बारेमा यो पनि लखनऊमा छ नेशनल बोटानिकल रिसर्च इंस्टीट्यूट पनि लखनऊमा हेर्नुस् यति कुरा लखनऊमा त्यसरी सेन्ट्रल जूट टेक्नोलोजिकल रिसर्च इंस्टीट्यूट कोलकातामा सेन्ट्रल तपाईको ग्लास एन्ड सिरामिक रिसर्च इंस्टीट्यूट कोलकातामा छ इंडियन इंस्टीट्यूट अफ केमिकल बायोलोजी कोलकातामा छ एन्थ्रोपोलोजिकल सर्वे अफ इन्डिया पनि कहाँ छ कोलकातामा छ ठीक छ त्यसरी सेन्ट्रल मेकानिकल इन्जिनियरिङ रिसर्च इंस्टीट्यूट दुर्गापुर वेस्ट बेंगलमा छ है इंडियन एग्रीकल्चरल रिसर्च इंस्टीट्यूट न्यू दिल्लीमा सेंट्रल रोड रिसर्च इंस्टीट्यूट पनि न्यू दिल्लीमा आर्कियोलोजिकल सर्वे अफ इन्डिया पनि न्यू दिल्लीमा है रमन रिसर्च इंस्टीट्यूट कहाँ छ रे बेंगलोरमा नेशनल एरोनॉटिकल ल्याबोरेटरी पनि कहाँ छ बेंगलोरमा छ नेशनल डेयरी रिसर्च इंस्टीट्यूट यो कर्नाल हरियाणामा छ है नेशनल इंस्टीट्यूट अफ ओशियनोग्राफी यो डोनापाउला गोवामा छ है त्यसरी सेन्ट्रल इंस्टीट्यूट फर कटन रिसर्च यो चाहिँ कहाँ छ रे नागपुरमा छ ओके त्यसरी नै सेन्ट्रल फूड टेक्नोलोजिकल रिसर्च इंस्टीट्यूट मैसूर कर्नाटकमा छ टाटा इंस्टीट्यूट अफ फंडामेंटल रिसर्च सबैलाई थाहा भएको मुम्बईमा छ है सेन्ट्रल लेदर रिसर्च इंस्टीट्यूट कहाँ छ चेन्नईमा छ सेन्ट्रल इंस्टीट्यूट अफ माइनिङ एन्ड फ्यूल रिसर्च कहाँ छ धानबाद झारखण्डमा छ सेन्ट्रल राइस रिसर्च इंस्टीट्यूट इम्पोर्टेन्ट छ कटक ओडिसामा छ सेन्ट्रल पोटाटो रिसर्च इंस्टीट्यूट सिमला हिमाचल प्रदेशमा छ है सेन्ट्रल टोब्याको रिसर्च इंस्टीट्यूट यो राजमुन्द्री आन्ध्र प्रदेशमा छ भने विक्रम साराभाई स्पेस सेन्टर कहाँ छ तिरुवनन्तपुरममा छ है इंडियन इंस्टीट्यूट अफ पेट्रोलियम कहाँ छ देहरादूनमा छ है ओके सबै तपाईहरुले याद गरेको राम्रो कुन क्वेशन सोध्छ भन्नु सक्दैन ठीक छ त्यसरी नै अब पोलिटीमा आयौं हामी है दिस इज द सेकेन्ड लास्ट क्वेशन 10 वटा क्वेशन लिएर आएको थिए मैले है इम्पोर्टेन्ट व्हिच पार्ट अफ द इंडियन कन्स्टिट्युसन इज नोन एज द मैग्ना कार्टा अफ इन्डिया इंडियन कन्स्टिट्युसन को कुन चाहिँ भागलाई अथवा कुन चाहिँ पार्टलाई चाहिँ मैग्ना कार्टा भनेर भनिन्छ भन्दैछ पार्ट 2 पार्ट 3 पार्ट 4 पार्ट 4A सो तपाईको पार्ट 2 के सँग डिल गर्छ सिटिजनशिप सँग है सिटिजनशिप सँग पार्ट 3 तपाईको के सँग डिल गर्छ फंडामेंटल राइट सँग पार्ट 4 तपाईको के हो भन्दाखेरि डीपीएसपी हो अन्त पार्ट 4A चाहिँ तपाईको के हो फंडामेंटल ड्युटी सो केलाई चाहिँ हामी मैग्ना कार्टा भन्छौं भन्दाखेरि फंडामेंटल राइट्स लाई चाहिँ
फन्डामेन्टल राइट्सलाई चाहिँ हामी के भन्छौँ अरे म्याग्ना कार्टा अफ द इन्डियन कन्स्टिट्युसन भनेर भन्छौँ सो करेक्ट आन्सर चाहिँ के हुन्छ हाम्रो पार्ट 3 हो ठीक छ हेर्नुहोस् है पार्ट 3 फन्डामेन्टल राइट्स आर्टिकल 12 देखि आर्टिकल 35 सम्मलाई चाहिँ हामी के भन्छौँ अरे म्याग्ना कार्टा अफ द इन्डियन कन्स्टिट्युसन त्यसरी पार्ट 1 के अरे युनियन एन्ड इट्स टेरिटोरी आर्टिकल 1 देखि आर्टिकल 4 सम्म छ पार्ट 2 मा सिटिजनशिपको बारेमा छ आर्टिकल 5 देखि आर्टिकल 11 है पार्ट 3 आर्टिकल 12 देखि आर्टिकल 35 भइहाल्यो पार्ट 4 डाइरेक्टिभ प्रिन्सिपल्स अफ स्टेट पोलिसी आर्टिकल 36 देखि आर्टिकल 51 सम्म छ है पार्ट 4A यो एडेड हो बाइ द 42nd कन्स्टिट्युसनल एमेन्डमेन्ट एक्ट अफ 1976 है फन्डामेन्टल ड्युटिज आर्टिकल 51A पार्ट 5 मा छ द युनियन पार्ट 6 मा द स्टेट्स है पार्ट 8 अब इम्पोर्टेन्ट मात्रै ल्याएको छु मैले युनियन टेरिटोरिजको बारेमा छ पार्ट 9 मा पञ्चायती राज कतिवटा सब्जेक्ट 29 सब्जेक्ट छ एडेड बाइ 73rd कन्स्टिट्युसनल एमेन्डमेन्ट एक्ट अफ 1992 पार्ट 9A म्युनिसिपालिटिज 18 वटा सब्जेक्ट एडेड बाइ 74th कन्स्टिट्युसनल एमेन्डमेन्ट एक्ट अफ 1992 पार्ट 9B मा चाहिँ कोअपरेटिभ सोसाइटिजको बारेमा छ पार्ट 10 मा छ शेड्युल्ड एन्ड ट्राइबल एरियाज ठीक छ यो कन्स्टिट्युसनलाई हामीले धेरैवटा च्याप्टरमा डिभाइड गरेको छु है त्यसलाई नै हामी पार्ट भन्छौँ ओके सिम्पल भाषामा भन्दा सो पार्ट 12 तपाईको डिस्ट्रिब्युसन अफ रेभिन्यू बिट्विन युनियन एन्ड स्टेट्स यो पनि इम्पोर्टेन्ट छ है पार्ट 12 जस्तै अपोइन्टमेन्ट अफ फाइनेन्स कमिसन आर्टिकल 280 हैन यो केमा छ भन्दा चाहिँ पार्ट 12 मा छ सो करेन्टली फाइनेन्स कमिसन जुन सेक्सन फाइनेन्स कमिसन छ है उहाँको त्यसको चेयरपर्सन चाहिँ को हो कमेन्टमा लेखिदिनुहोस् ल तपाईहरुले पार्ट 15 मा छ इलेक्सन्स एन्ड इलेक्सन कमिसन अफ इन्डिया पार्ट 18 मा छ इमर्जेन्सी प्रोभिजन्स पार्ट 20 मा छ अमेन्डमेन्ट अफ द कन्स्टिट्युसन ठीक छ ओके लास्ट क्वेशन व्हिच आर्टिकल अफ द इन्डियन कन्स्टिट्युसन ग्यारेन्टीज द इक्वल अपर्च्युनिटी इन म्याटर्स अफ पब्लिक एम्प्लोयमेन्ट पब्लिक सरकारी नौकरीमा चाहिँ सबैले समान अवसर पाएको हुनुपर्छ एभ्रीबडी है यो चाहिँ हाम्रो फन्डामेन्टल राइट हो ठीक छ यो फन्डामेन्टल राइट हो एभ्री सिटिजनको कि पब्लिक इम्प्लोयमेन्ट अथवा गभर्नमेन्ट जबमा चाहिँ सबैले इक्वल अपर्च्युनिटी पाएको हुनुपर्छ यो चाहिँ कुन चाहिँ आर्टिकलले ग्यारेन्टी गरेको छ ठीक छ कुन चाहिँ आर्टिकलले ग्यारेन्टी गरेको छ आर्टिकल 15 आर्टिकल 16 आर्टिकल 17 आर्टिकल 18 सो यसको करेक्ट आन्सर चाहिँ हुन्छ आर्टिकल 16 सो आर्टिकल 16 अफ द इंडियन कन्स्टिट्युसन ग्यारेन्टीज दैट एभ्रीबडी बी गिवन इक्वल अपर्च्युनिटी इन मैटर्स अफ पब्लिक employment so option B article 16 is the correct answer ठीक छ हेर्नुहोस् है सो राइट टु इक्वालिटी आर्टिकल 14 देखि आर्टिकल 18 सम्म आउँछ र आर्टिकल 16 को जुन हामी कुरा गर्दै थियौ इक्वालिटी अफ अपर्च्युनिटी फर अल सिटिजन इन म्याटर्स अफ पब्लिक एम्प्लोयमेन्ट पार्लियामेन्ट क्यान हाउएभर एक्सेप्सन चाहिँ के हो भन्दा पार्लियामेन्ट क्यान प्रेस्क्राइब रेसिडेन्स एज अ कन्डिसन्स कोही बेला चाहिँ पार्लियामेन्टले या लेजिस्लेचरले चाहिँ तपाईको रेसिडेन्सलाई चाहिँ कन्डिसन प्रेस्क्राइब गर्नु सक्छ ठीक छ ओके आर्टिकल 14 थाहा छ हामीलाई इक्वालिटी बिफोर द ल हैन आर्टिकल 15 के छ भन्दाखेरि चाहिँ shall not discriminate on any citizen on the basis of religion race caste sex or place of birth एक्सेप्सन चाहिँ के हो भन्दा वुमन र चिल्ड्रेनको लागि स्पेशल प्रोभिजन बनाउनु पाउँछ सरकारले एससी एसटीज र सोसियली एन्ड इकोनोमी ब्याकवर्ड क्लासेसको लागि रिजर्भेसनहरु राख्नु पाउँछ ठीक छ आर्टिकल 17 मा अनटचेबिलिटीको कुरा गरेको छ है कन्स्टिट्युसनले अनटचेबिलिटीलाई डिफाइन चाहिँ गर्दैन तर आर्टिकल 17 ले के भनेको छ भन्दाखेरि चाहिँ अनटचेबिलिटी चाहिँ कुनै पनि फर्ममा अनटचेबिलिटी अर इट्स प्र्याक्टिस इन एनी फर्म इज टोटली प्रोहिबिटेड र आर्टिकल 18 मा चाहिँ टाइटलको कुरा गरेको छ स्टेटले कुनै पनि टाइटल अदर देन द मिलिटरी अर द एकाडेमिक टाइटल ठीक छ जस्तै मिलिटरी टाइटल हुन्छ लेफ्टिनेन्ट मेजर क्याप्टन लेफ्टिनेन्ट कर्नल जनरल यो पाउँछ मिलिटरी टाइटल लिनु पायो एकाडेमिक टाइटल इन्जिनियर डाक्टर हैन यो सब टाइटलहरु लिनु पायो तर त्यो बाहेक चाहिँ अरु कुनै पनि टाइटलहरु लिनु पाइदैन यो चाहिँ आर्टिकल 18 ले ग्यारेन्टी गर्छ ठीक छ ओके नेक्स्ट अच्छा वी कम टु द एन्ड अफ द सेसन तपाईलाई यो राम्रो लाग्यो भने आफ्नो साथीभाइ सबैलाई शेयर गरिदिनु होला र पढाइ एकदम गर्दै गर्नु होला है अब एक्जाम्सहरु भटाभट हुन्छ तपाईले आफ्नो प्रिपरेसन एकदम राम्रो गर्नु होला है दिस इज जस्ट फर द पर्पज अफ गाइडेन्स तपाईले बुक्सबाट मजाले पढ्नु पर्छ है बेला बेलामा म आफ्नो टाइम पाएको बेलामा यसरी क्लासेसहरु ल्याइदिन्छु यदि भन्दै म तपाईहरुबाट बिदा लिन चाहन्छु थ्यांक यू सो मच हैव अ ग्रेट डे हैव अ ग्रेट टाइम